श्राप दिनुभयो र 9 सर्प बनेर पृथ्वीमा झरे। पछि भगवानका कृपाले गर्दाखेरि देवराज इन्द्रलाई लागेको ब्रह्महत्याको दोष निवारण भयो, यज्ञ परिपूर्ण भयो र फेरि देवराज इन्द्र आएर स्वर्गमा शासन गर्न प्रारम्भ गर्नुभयो। परीक्षित महाराजले एउटा प्रश्न गर्नुभयो सुखदेव स्वामीलाई, गुरुदेव यो वृत्रासुर त सुन्दैखेरि पाप स्वभावको नाममै असुर शब्द छ, जसको वृत्र असुर, यस्तो रज तम स्वभाव भएको यो वृत्रासुरमा पनि नारायणको भक्ति कसरी रह्यो, मृत्युका समयमा त्यसरी भगवानको गुणगान गाउने बुद्धि कहाँबाट आयो, यो पूर्व जन्ममा को थियो भनेर प्रश्न गर्नुभयो। तब सुखदेव स्वामी भन्नुहुन्छ, पूर्व जन्ममा यो चित्रकेतु नाम गरेको एउटा राजा थियो। सुरसेन वंशीय चित्रकेतुका कोही सन्तान भएनन्। अर्की विवाह गरे फेरि सन्तान भएनन्, अर्की विवाह गरे फेरि सन्तान भएनन्, तमाम विवाह गरे सन्तान भएनन्। अन्तिममा अंगिरा गुरु जानुभयो र यज्ञ गराउनु भयो। यज्ञबाट पायस प्राप्त भयो। कसलाई खुवाउने भन्दा जेठीलाई खुवाउने भनेर कृतद्युति नाम गरेकी जेठी पत्नीलाई त्यो पायस खुवाइदिए। कृतद्युति गर्भिणी भइन् अनि पछि कृतद्युतिका गर्भबाट सन्तानको जन्म भयो। छोरो जन्मिना साथ अब अरु रानीलाई गर्ने प्रेम घटेर गयो। जति बेलै राजा तिनै जेठीसँग मात्रै। अरु रानीहरूलाई अब बडा दुःख लाग्यो। अरे राम राम, हिजो अस्तिसम्म त हामीलाई पनि उस्तै माया गर्थे। जब यो जेठीको छोरो जन्मियो, जति बेलै जेठीसँग जान थाले, अब यिनलाई बराबर माया पाउन त जम्मा दुईटा उपाय रह्यो। एउटा कि त जेठीले छोरो पाए जस्तो हामी पनि सबैले छोरा पाउनु पर्यो, त्यो त उपाय भएन। कि त यो जेठीको एउटा जन्मिया छ, यसलाई पनि मारिदिनु पर्यो, यति मात्रै उपाय। अब आफूले पाउने उपाय नभएपछि यसले पाकालाई मारिदियो भने ढुक्क हुन्छ भन्ने विचार गरेर एक दिन त्यो बालकलाई सुटुक्क गरेर विष खुवाइदिएर मारे। राजा शोक गर्न लागे, रानी रुन लागिन्, व्यग्र भएर शोक मूर्छित भए। त्यही बेलामा अंगिराजी नारदजीका साथमा आउनुभयो। राजालाई तमाम कुरा गरेर सम्झाउनु भयो। राजाको मन मानेन। त्यो जीवलाई बोलाउनु भयो, मरेको बालकको आत्मालाई बोलाउनु भयो अनि भन्नुभयो, हेर तिम्रा बुबा आमा रुँदैछन्, आऊ अरे फेरि फर्केर शरीरभित्र पस अरे भनेको यी कहिलेका बाबु आमा हुन् भनेर सोधिदियो जीवले। कस्मिन् जन्मन्यमि अमि भवान् कस्मिन् जन्मनि अमि मह्यम पितरो मातरो अभवन्। कुन जन्ममा यिनीहरू मेरा माता पिता भए थिए मलाई त थाहा छैन। मैले त एउटा मात्रै जन्म पाएकै छैन, एउटा मात्रै माता पिता पाएकै छैन। कति माता फेरिए, कति पिता फेरिए, कति जन्म फेरिए। अब ती सबै पहिलाका बुवा आमाले आइज फेरि मेरा छोरो